त्यसमै अर्को अध्यक्षज्यू त्यो आन्दोलन चाहिँ कसले गरेछ कस्तो त्यो आन्दोलन त्रिवेणीको आन्दोलन कसले गरेछ हैन त्यो आन्दोलन तपाईँ आँखाले देख्नु भएको छ कसले गरेको छ भन्ने कुरा हैन त्यो प्रदर्शनमा जसले तपाईले अघि सोधे जस्तो गाडी चलाउँदै गएको भनेर हामीले पनि दृश्यमा देखेका छौँ हैन त्यसमा पक्राउ गर्ने र सुरक्षा व्यवस्था कायम गर्ने जिम्मेवारी सरकारको हो हैन जहाँ त्यस प्रकारको घटना भएको छ त्यहाँ पक्राउ नगर्ने नियन्त्रणमा नलिने तर शान्तिपूर्ण रूपमा चाहिँ नै मञ्चमा भइराखेको सभामा योजनाबद्ध ढङ्गबाट छतबाट प्रहरीले चाहिँ गोली र अश्रु ग्यास चलाउन त्यसको पक्ष चाहिँ त्यो चाहिँ न्यायोचित हो त त्यसकारणले हामीले कसैले अरू हिंसा गरेको रहेछ भने छानबिन होस् अहिले हामीले के भनेका छौँ छानबिन हुनु पर्यो यसमा र कुनै एउटाले गरेको गल्ती र गलत क्रियाकलापका कारण सम्पूर्ण समाजलाई आन्दोलनलाई गलत दिशा दिने अथवा सरकारको अक्रमण्य क्रियाकलापलाई अथवा सरकारले जुन हिंसा भड्काएको छ त्यसलाई ढाकछोप गर्ने काम कसैले पनि नगर्नु छानबिन गर्नु पर्यो त्यहाँ उसको दोषी देखियो भने जो पनि मैले भने